Janisha vlog. So hello guys, welcome back to our channel. आज चाहिँ हामी के हेर्न जाने फिल्म या कुन फिल्म त्यो त मलाई नि थाहा छैन गाइस। कति बजेको टाइम छ भने 8 बजेदेखि 11 बजेसम्म एमजी एउटा महारानीले ट्याप हेर्दै बस्नुभएको छ। ट्याप अरू सबैहरूको पारा मम्मी र माइजू मामा हामी चाहिँ यहाँ छौँ। हामीले कुरकुरे खाएर त्यहाँ खाने खाँदैन नि त गाइस। अहिले 2 बजे 2 बजेको छ। 8 बजे 3 4 5 6 7 6 घण्टा के गाइस। A few moments later. गाइस अहिले चाहिँ नास्ता खाने बेला भएको छ सबैको। सेजल र मैले चाहिँ हामी चाहिँ कोक खाने कोक। मिनाइले कति मिनाइले तेरि मिनाइले लागे जस्तो हुन्छ मलाई। मैले त काम गर्नुपर्छ क्यारेट गाइस हामी सबै तास खेल्न बिजी। यो गाइस अब मेरो यतिमा एउटा आयो भने चाहिँ मेरो गेम छ गेम। गाइस मैले जिते। गाइस हामी चाहिँ झ्याउलारी पारा मेरो बहिनीको पारा आइप्याड मेरो पारा मोबाइल यस्तै छ गाइस। झ्याउलाएर फिल्म हेर्न 8 बजे जाने बेला 4 बजे छ गाइस। अझै छ टाइम छ। बहिनीले चाहिँ होमवर्क नै भ्याएर होमवर्क गर्दैछु नि। होमवर्क त भ्याइ थियो नि तर त्यो कम्प्युटरको फ्रन्ट पेज डेकोरेसन गरेको थिएँ नि त्यही गर्दैछु नि गाइस। मैले चाहिँ बहिनीको हल्का हाइलाइट गर्दै बाहिरबाट हल्का ड्रइङ बनाइदिएँ। बहिनी चाहिँ उता पानी भर्न गइछन्। यिनको चाहिँ एउटा त्यो पेस्ट गर्ने होमवर्क छ नि हो त्यो अब चाहिँ हामी प्रिन्टरमा गएर पेस्ट गर्ने। हजुरले के को आवाज आहा भन्नुभयो होला ट्याप बजिरहेको कि त्यही भएर लेट्स गो गाइस। हुन्छ म चलाउँछु म छोडेन गाइस। अब चाहिँ हामी लाग्यो हेलो गाइस दिदी बल्ल कस्तो छ तर हाम्रो के थाहा छैन त्यही भएर हामी के गर्न सक्छौँ गाइस। हामी चाहिँ यो चाहिँ मेरो मामा गयो त्यहाँ कस्तो बोल्यो रे गाइस। हामी चाहिँ लाग्यो गाइस साइड गरेर गाइस कुकुर चाहिँ दप्पी खाम गाइस। हामी कुकुर चाहिँ गाइस सवारी कुकुर हम मखा रे बड़ी गाड़ी यार बड़ी गाड़ी गाइस। हम चाहिँ कुकुरबाट चुका पायौँ गाइस। हामी चाहिँ ये मैं कुकुर चुका पाइसक्यो। अब गेला म यार थाङ कस्तो मिठो बोल्छ मलाई भन्नु सक्छ यार मास यो त गाइस उता गर्नु कुरो त्यहाँ बलिया कुकुर चाहिँ त्यहाँ गर्नु गाइस। ओ कस्तो कुकुर थियो नि म हामी त नउता गाइस। गाइस हामी बलिया गाडी स्किन्छ के खाने यो सोल्ट गाइस। ओएमजी ओ माय गॉड awesome गाइस। हामी असली यार कल गरेको त हामी स्टेसन जाई भनेको हाम्रो चिनेको हुन्छ त्यो भिडियो वाइज टिकको अनि त हामी त सल्ट गर्दै आइहाल्नु गाइस। आशु गरेको साइड नराम्रो लाग्छ गाइस। हामी चाहिँ घर आइसकेको छौँ तर एउटा कहानी भयो एउटा कुकुरको कहानी होइन कुकुरलाई कहानी के भयो गाइस। अनि हामी चाहिँ कुकुरसँग जोड्नको लागि भागेको थियौँ। अनि त्यसपछि सिधै कुकुर बाटो गयो हामी कुकुर साइड गर्दा अर्को बाटोमा हाल्यो भने कुकुर छोड्यो। अनि त्यसपछि हामी भागेर जाँदा किन नानीले लोने गाइस जान त्यस्तो बहिनीले भन्न मलाई भनेको गाइस। हामी चाहिँ यस्तो गर्दा गर्दै खाना खान लागिसकेको छौँ। खाना खाएर पनि भ्याइसकेको छौँ। अब चाहिँ हामी फिल्म हेर्न जाने हो। गाइस म चाहिँ भोटस गर्दैछु जित्छ उता हुन्छ मम्मा 2000 years later. गाइस अब चाहिँ हामी घरबाट हिँडिसकेको छौँ। बाइ बाइ घर बाइ बाइ ट्याप ट्याप also बाइ बाइ अब यस्तो हुन्छ नि गाइस। हामी घरबाट निस्किसकेको छौँ। हेलो मम्मी सबै आइसक्नु भयो गाइस। हामी चाहिँ दोकान आइसकेको छौँ पहिला। हेलो 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 भल गाइस हामी चाहिँ हिँड्न लागेको छौँ। गाइस त बोन्ड खाएर पनि बोन्ड खाएर के भयो बेला हिँड्न लाग्छ मम्मी आउनु पाएन के हुन्छ अब यार गाइस। त्यो फिल्म देखेछु के त्यो प्राइम होटल खोटे हिँडिरहेको छौँ। देखेको देखेको छौँ तर कुन गल्ली हो थाहा छैन नि त ल कुन गल्ली गइबाट त त्यसै गाइस। अब चाहिँ हामी सबै हिँड्न लागेको छौँ।
गाइस हामी चाहिँ आइसकेको छौँ हाम्रो यो इफेक्ट चाहिँ आजको राम्रो लागि गएको छु हामी आइसकेको छौँ मेरो भान्जी मेरो माइजु मेरो भान्जी इज माई बेस्ट मेरो माइजु इज माई बेस्ट गाइस प्लान होटल देख्नु भयो होला गाइस हामी चाहिँ फाइनली इन्टर गरिसकेको छौँ गाइस अब चाहिँ हामी अन्डरग्राउन्ड तल जान्छौँ त्यसपछि लिफ्टमा चढेर जान्छौँ तर यहाँ छैन लिफ्ट माथिको फ्लोरमा Oh my god! Hello. Not happy lift. Let's take a bath. I'm the god something in the character. Guys, I'm telling you, I'm sitting at the Nanda. Wait! I'm not getting the rest. I just can't meal sorry. Paisa, it's a paisa. एउटा त्यहाँ आउटे भिडियो गर्नु छ मैं तो नहीं जाऊंगी रे यहाँ चाहिँ फोटो सेसन चलिरहेछ गाइस हामी चाहिँ फाइनली माथि पुगिसकेका छौँ Guys, we're trying to raise the हामी washroom Guys, washroom यहाँ फोटो खिच्न पर्छ कि कस्तो राम्रो आउँछ Guys, हामी चाहिँ फाइनली आफ्नो सिटमा बसिसकेका छौँ यहाँ केही पनि देखेको बल्ल हल्का देखियो यता त पुरै खाली छ गाइस हेर्नु यो कसरत बन्द गर्नको लागि अनुरोध गरिन्छ नरिसाउँदा रिसाउँदिन तिम्रो कानको पाउ न अझै के भन्नु छ तिमीहरूलाई अझै के भन्नु छ मलाई भन्न पेल न यस्तै बेला त साथीभाइ पेल्ने भनेको पेल मैले त तिमीहरूको राम्रै सोचेको थिएँ विदेश नजा नेपालै बस्छ यहीँ काम गरौँ सबैजना सँगै हौँ भनेको त अनि मैले के भन्छ फेरि अनि हामीलाई टेन्डर परिसक्यो कसरी खतरनाक फिल्म थियो हजुरहरू पनि आउनु होला हेर्न हामी त रुदा आँसु चाहिँ रोक्दैन खतरा बल्ल फिल्म भ्याइएर तल झरे खान गाइस सब आउँदै खान गाइस यिनले अझै खाएर भ्याइखेन नि अहिले नहेर छोड लिफ्टबाट जानेको हिँड्दै जाम लिफ्टबाट ए त्यत्रा खान भयो आउँदै Guys, हामी चाहिँ लिफ्टमा Guys, finally. अझै यता कति बज्यो ए साढे 11 बजे साढे 11 मैले कस्तो नम्बर बारिश वाला रियल मा के यो हुन्छ गाइस हामी हिँडिरहेको छौँ अब नजिक छ मामा घरबाट यहाँ प्लान होटल अब हिँडिरहेको कति पुग्छ 11:30 भइसक्यो लडेर
हिरो मात्र गाइस हामी हिँडिरहेको छौँ चाहिँ त्यही अरू क्याम्प छैन हाम्रो ए मलाई कुकुर चाहिँ अब मेरो खाउँछु देखो न मेरो काम गाइस लास्ट टोल भरि झिलिमिली छ यो चाहिँ बागेश्वरी उस पनि छ है गाइस यही हो कि उता पनि एउटा कुकुर यता पनि एउटा कुकुर हामी त टक्क बिच छ भयो अघि स्टेसनरी आउँदाखेरि गाइस हामी चाहिँ फाइनली घर पुगिसकेको छौँ मामा यहाँ भुस परिसक्नु हो मम्मी माइजू बहिनी ल बाई बाई आजलाई चाहिँ यति नै बाई Thanks for watching.